नमस्ते साथीहरु, आज चाहिँ हामीले कसरी ग्राफ्टिङ गर्ने भन्ने ग्राफ्टिङ टेक्निक सिकाउँदैछु। हामीले ग्राफ्टिङ गर्दा चाहिँ मेन कुरो चाहिने भनेको चाहिँ तीनटा कुरो चाहिन्छ है। एउटा कैची हो, एउटा चक्कु हो। चक्कु यस्तो हुन्छ, ग्राफ्टिङ नाइफ भन्छ यसलाई सिकेजार भन्छ। त्यसपछि हामीसँग चाहियो ग्राफ्टिङ टेप चाहियो। ग्राफ्टिङ टेप बजारमा जति नि पाइन्छ, तपाईहरुले प्लास्टिकको पनि बनाउन सक्नुहुन्छ। ल हेरौँ ग्राफ्टिङ कसरी गरिन्छ। ल नमस्ते फोकस है। मेन कुरो यो साइन हो है, यो तीन पातेको रुट स्टक हो। यो चाहिँ तीन पातेको रुट स्टक हो। काटिन्छौँ, त्यसपछि साइडबाट यसरी चिर्दाखेरि चाहिँ क्लियर हुनुपर्छ है, यस्तो हुनु पर्यो। त्यसपछि हामीले विशेष कुरो ख्याल गर्ने भने चाहिँ यसलाई चाहिँ साइन भन्छ। साइन चाहिँ फलेको बोटको कागती सुन्तला अब जसको बनाउनु हुन्छ त्यसको अलि हेल्दी चाहिँ हाँगा चुज गर्नुपर्ने हुन्छ। चाहिँ 6 महिना 1 वर्ष नकटेको 6 महिना भन्दा माथिको चाहिँ हाँगा चुज गर्नुपर्छ। यसरी काट्यो, यो काट्दा चाहिँ एकैचोटिमा जानु पर्यो। यस्तो हुन्छ है। त्यसपछि लिएर अब यसलाई एउटा आँखा राखेर एउटा अथवा दुईटा आँखा राखेर काट्न सक्नुहुन्छ। त्यसपछि ट्याक्क मिल्नु पर्यो। त्यसपछि मुनिदेखि प्लास्टिकले हावा नछिर्ने गरी एयर टाइट हुने गरी बान्दिनुहोस्। त्यसपछि यसरी टक्क बानेर मुनि लगेर लक गरिदिनुहोस्। अब हाम्रो ग्राफ्टिङ तयारी भयो। धन्यवाद।